हेलो सबैजनालाई वेलकम छ माई च्यानलमा। आज चाहिँ म भ्लग नबनाउनु पर्यो, कति स्कुल गएको मात्रै बनाउनु पर्यो भनेर यसो हेरेको त बाहिर सरहरू होइन मस्तसँगले गफ गर्दै हुनुहुँदो रहेछ। के चाहिँ यति साह्रो गफ यति साह्रो रमाइलो भनेको त ओ माई गड, भोलि सरस्वती पूजा रहेछ। मस्तसँगले सिकार पुटारमा पो रहेछन्, हामीलाई थाहा नै थिएन। अनि हामी चाहिँ तल झऱ्यौँ, माथिल्लो तलाबाट तल्लो झरेर मस्तसँगले डुल्न थाल्यौँ। हामीलाई थाहा नदिने हामी के सघाउनु होइन, सघाउँदैनौँ भने। अनि फेरि भाइ आएर तपाईँको युट्युब च्यानल के भनेर सोध्यो। हामी त भन्ने कुरा छैन नि त, त्यहाँनिर किन सुनाइराख्नु होइन। अनि मस्तसँगले क्यान्टिनतिर छिरेर अब मेल लिएको थियो साथीले, नुनसँग खाना गइयो होइन। अब मेल खाँदै खाँदै नुनसँग मिठो हुन्छ नि त मेल पनि। अनि नुन र भिडियो नुन खायौँ। खाँदै खाँदै आएको त वा कस्तो मजाले सजावट गरिसकेछ नि यार कोठामा। अनि खाँदै खाँदै आउँदै थियौँ त। अनि मस्तसँगले बुनुहरू पनि थियो क्या त्यहाँनिर चाहिँ। कति मजा हुँदै थियो है डुल्न। हामीलाई चाहिँ डुल्न लास्टै मजा भइरहेको थियो, अरू काम गर्ने हामी चाहिँ डुल्ने। अनि वरिपरि राम्ररी हेऱ्यो, अब हेर्नु त पऱ्यो नि, भोलि स्कुल गयो हुन्छ कि हुँदैन थाहा छैन। सरस्वती पूजा हो नि त, हामी पूजामा जाँदैनौँ किनकि अब। अनि हामी मजाले वरिपरि हेऱ्यो यसो फोटोहरू होइन। साथीले चाहिँ मेरो भिडियो बनाइदिँदै थियो, म चाहिँ मस्तसँगले डुल्ने ओर्ने काम मात्रै है। अनि साथीले पनि मलाई पनि देखाउन भनेर मैले पनि देखाइदिइहालेँ। झलक्क यो चाहिँ सामान भोलिको लागि होला सायद। अनि हामी माथि गयौँ, फेरि कक्षामा गएको छुट्टै रमाइलोको कक्षामा चाहिँ सरसफाइ हुँदै रहेछ। अनि हामी पनि यस्तो सघाइदिउँ न अलिअलि। म चाहिँ फेरि यस्तो सरसफाइतिर चाहिँ निकै ध्यान दिने मान्छे। अनि सघाइदिएँ क्या। ऊ चाहिँ फेरि कस्तो मान्छे भने ऊ मजाको छ क्या, त्योसँग बोल्ने यतात्यता। अनि मैले पनि सघाइदिएँ। साथीलाई आएर फेरि बढार्न नजान्ने यतात्यता कराउँदै लगाउँदै थियो। अनि जसो तसो बढारिसक्यौँ। हामी 3-4जना थियौँ बढार्ने पनि एउटा कक्षा आएर त। अनि फेरि तल गएको क्या सरले बोलाएर त्यो पो बनाउन लाउँदो रहेछ। हामी फेरि के कम, हामी झन् रोइरहेको नि हिँड्ने डुल्ने। यति हो हाम्रो काम। थ्याङ्क यू वाचिङ फर माई भिडियो। यस्तै भिडियो हेर्नको लागि चाहिँ मेरो भ्लग हेर्दै गर्नु होला। बाई।